एक नाइजेरियन महिलाले आफू गर्भवती भएको अवस्थामा र सम्बन्धित सांसद सम्पर्क विहीन भएको बन्दै सडकमा न्याय खोजिरहेकी छिन्। एउटा विदेशी नागरिक महिलालाई प्रेमजालमा फसाउने, भावनात्मक ब्ल्याकमेल र जेलमा फसाएर अल्पत्र पार्ने जनप्रतिनिधिले आफ्नो राष्ट्रको नागरिकलाई कसरी सुरक्षा दिन सक्छ? सभामुख महोदय, यो घटनाले आज प्रत्येक नारी शक्तिको मनमा गम्भीर प्रश्न उठेको छ। यदि यो घटना सत्य हो भने केवल व्यक्तिगत नैतिकताको प्रश्न नभई विश्वसनीयतासँग जोडिएको विषयमाथि नै गम्भीर प्रश्न हो। कहिलेसम्म नारीहरूको अस्मितामाथि यस्ता किसिमका प्रहार सहने हामी महिलाहरू? पीडित महिलाले न्याय पाउनुपर्छ, दोषी भए कारबाही हुनुपर्छ। त्यसैले म सम्मान्य सभामुख मार्फत सरकारसँग यथाशीघ्र यस विषयमा सत्य तथ्य जानकारी गरी संसदलाई जानकारी गराउन माग गर्दछु। धन्यवाद। जना महिला नागरिकलाई गर्भवती बनाएर मान्यजी बेपत्ता भएको कुरा सामाजिक सञ्जालमा यत्र त्यत्र सर्वत्र छ। यो कुराले असाध्यै पीडादायक अवस्था सिर्जना गरेको छ। अन्तर्राष्ट्रिय जगतमा नेपालीहरूलाई बुझ्ने तरिका के हो, हाम्रो राष्ट्रियताको विषय फरियानहरूले हाम्रो कन्ट्रीलाई कसरी हेर्छन् र हामीलाई कुन ढङ्गले बुझ्छन् भन्ने कुरा मैले बुझिराखेको छु। मलाई लाग्थ्यो हामी सबै काँचको सिसाभित्र छौँ, हामी सबैजनाले वाच गरिराखेका छन्, त्यसैले हामी सबै सिरियस हुने कि भन्ने कुरा लाग्थ्यो। त्यसो हुन सकेन। माननीय सभामुख महोदय, मैले सम्माननीयलाई यो कुरा जान्न चाहन्छु कि यथार्थ घटना के हो, यो सदन स्पष्ट हुन चाहन्छ। यदि हावाका भरमा कुरा गरिएको हो भने पनि हाम्रो राष्ट्रियताका लागि त्यो कुरा सह्य हुँदैन। यदि यथार्थ हो भने पनि सम्बन्धित माननीयलाई सिधै कारबाहीको दायरामा